हामीहरू चटपटे बनाएर पानीपुरी बनाएर आइसक्यौँ। यहाँ छ पिरो चाउचाउ, यहाँ छ चटपटे, अनि त्यसपछि काँक्रो छ, अनि यहाँ पानीपुरीको किमा, अनि त्यो पानीपुरी, अनि यहाँ पानी छ, पानी देखियो छैन है। अब गाउँको यस्तै छ नि हो, के गर्नु, खाउँ। म चाहिँ पहिला पानीपुरीबाट सुरु गर्छु। ओइ पानीपुरीबाटै सुरु गरेँ है मैले साथीहरू। पिरो छ छैन थाहा छैन हो। टेस्टी दामी भयो है पानीपुरी। पिरो चटपटे खाएँ ल। पछाडिको नराम्रो नमान्नु होला, गाउँघरमा यस्तै हुन्छ। बसालेको पनि नराम्रो नमान्नु होला, के गर्ने। काँक्रो लोकल बारीबाट ल्याएको हो। पिरो चाउचाउ, पिरो सबै पिरो छ क्या पिरो। हो यो त भस्मी पिरो। पिरो चार पिरो हालेर एकदम डल्ले खोर्सानी हालेको है, डल्ले खोर्सानी, गाउँको लोकल डल्ले। पिरो भयो पिरो। अहिले त झन् ज्यादा पिरो छ हो। हालेर अन्त किमा हालेर अनि हल्का चटपटी हालेर खानुपर्छ नि, दामी हुन्छ। ठाउँ सानो भएन, गाह्रो छ, माइन्ड नगर्नु होला। घाँटीकै परेको पिरो तिमी पऱ्यो। मम्मीले पनि उता खाँदैछ है। पिरो ज्यादा लागेछ होइन, दुईवटा मात्रै हालेको पिरो, दामी पिरो हुन्छ। पिरो चाउचाउ झन् एकदमै पिरो छ हो, साह्रो। हो डल्ले गल्नु दे। चुक्लो चुक्लो लास्ट पिरो पिरो। भाषमा पिरो पनि छ, पिरो चाउचाउ नखा, अरू खा। डल्ले खोर्सानी धेरै पिरो लाग्छ हो साथीहरू, हाल्ने भएन यार। यस्तो डुबाएन खा। यार त्यस्तै केही पनि खा, दामी हुन्छ। धन लगा लगाएँ।
पिरो यसो बनाउनु पर्दैन ए खा यस्तो पिरो छैन गल गल त हो गल ल केही फरक पर्दैन चल्लो आयो भित्र आमा कहाँ जानुभयो मिठो मिठो धेरै पिरो हातले खाइदिउँ क्या म पनि खा खा हातले खा हातले त मन पर्छ तिमी डुबिन खा मिठो ज्यादै राखिरहेको छ पुरा फुलाउने बाह्र चल्ला लाग्ने एउटा फेरि खा ढाडी मलाई त खाने हो नि त साह्रो छ हो चल्ला हान्नुमा खाँदैन चल्ला खानु खानु चल्ला चल्ला देखाऊ ल्याऊ मलाई दामी चल्ला देखाएर बाहिर लैदिन्छु भन्छ हो पिरो गल्लो कता पिरो चल्दा बस्नु पिर्छ मिठो खान मैले हाल्नु हाल्नुपर्छ सबै मिसाउनु हाम्रो पनि त आवाज चल्दै गयो क्या त्यसरी हाम्रो भन्दा त ओ जाऊ चल्ला बाहिर जाऊ जाऊ चल्लाको आवाज आइरहेको होला माइन्ड नगर्नु होला गाउँमा यस्तो चल्ला हो कुखुरा हो कहिले कुकुरको कहिले भैँसा हो राईको बल्ल हो बल्ल चराचुरुङ्गीको आवाज त अहिले त त्यसो गर्दैन आमा आवाज लुको 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 पिरमा नै यस्तो नखाइला ट्र्याक्टरको पनि आवाज आइरहेछ हाम्रो गाउँमा ट्र्याक्टर बाइक रहन्न ट्र्याक्टर बाइक रहन्न तिमी ट्र्याक्टरको आवाज आइरहेछ ड्यार पिरो भयो इतना खाना गइँदा म रातेर भए दुईवटा हालिदिनु अब त अरू कसले भोक मानेर यस्तरी खाऊ म त मान्दैन सरी खाइसक्यो बाह्र होला अन्त बाहिर चलाउनु जाने टिप मात्रै नेटहरू पहिरो पनि पत्तलमा राबिहरू पनि पहिरो फेरि पहिरो पनि पोखरा भोलि त मुखबाङ सुखबाङ केही गर्ने भोलि त म भन्नु
फेरि बिर्सेनु त्यहाँ भरि हाने यता बोलाएको छु मोबाइल तिमी हुन्थ्यो त ए बोल्दैन धेरै भयो साथीहरू अनि खाने खाएर गल जाने खाएर अनि गलजनलाई रमाइलो छ बसिरहन सक्दिनँ तपाईँले घाँस जानुपर्छ चल गएर म खाना म तपाईँहरूलाई बसेर गएर गएको पनि देखाउँछु बाख्रा चराउनु गएको तपाईँहरूलाई दामी हुन्छ बाख्रा चराउन बाख्रालाई हाल्ने चराउन एउटा हान्न यो भुसु मात्र त्यस्तो खान्छ भुसु मर्छ या बोका आमा बोलेको बोलेछन् मान्नु गर्नु होला के गर्नु यस्तो हो तपाईँ मस्तो राख्दै क्या मैले यस्तै बुझ्छ अनि पानीपुरी पनि मस्तो राखेर गर्छ अदुवा हालेको मिठो लाग्यो मलाई दिदिन टोक्नु पनि मिठो हुँदैन मिठो लागेन मिठो लाग्यो लागेन अझै मिठो लाग्दैन पिरो बस्यो क्या पिरो हुँदैन मलाई मिठो लाग्छ अद्धा होला त्यो त्यसको दाम हुन्छ नि त अनि साथीहरू चटनी खाने पानीपुरी पो त्यो पिज्जा हालेको सबै खायो खाँदा हो काक्तीको बिजुको ठुला गएर फिल्म ठुला भन्नु पिरो भयो डल्ले खोर्सानी धेरै पिरो हुन्छ साह्रो हो साह्रो कोहीलाई चाहियो भए कमेन्ट गर्नु होला भनेर भन्थ्यो होला घरमा खोर्सानी छैन बाहिरबाट ल्याऊ पिरो कस्तो पिरो हो यार Kalau sudah lagi nak गाउराने ल Pero काट्छ रेस्टुरेन्टमा खाँदा दामी हुन्छ पिरो ज्यादा हाल्यो काट्छ itu dan dari spiritual itu jaga lah betul betul. itu kayu ayo berkayu enggak ada
दामी त निक्लै हुन्छ नि पानीपुरी टाढो हाल्छ हौ फुट्दा अरे गाह्रो भएन साथीहरू फोन आएर बिचमा डिस्टर्ब भयो सरी त्यसको लागि फेरि खाना कन्टिन्यू कन्टिन्यू हजुर फेरि कन्टिन्यू बिचमा फोन आयो क्या डिस्टर्ब भयो ठोकैका नथाहा भए त उयो किन्थ्यो हो खाइसकिन्थ्यो अनि त त्यही भएर माइन्ड नगर्नु होला हो अहिले त हामीले फेरि काँको काटेर हाल्यौँ यो चुक्लो गएर प्यान ल्याउँछ अहिले प्यान लगाएको ल खा यो त गिल्लो भयो छ धेरै भयो साथीहरू झन्डै खायो यो बाँच्यो हो स्पाइस छ ज्यादा पिरो भएछ हेभीवाला यहाँ पनि रहेछ काँको त ट्र्याक्टरले बाटो बदल्नु होइन बाटो काट्नु सकेन गाह्रो छ गाइयो ओके मलाई पनि धेरै भयो हो हेभी काँक्रो सक्यो तँ काँक्रो कति खाँदैछ होइन म त खानु त उयो गाउँको आँसीले नै काट्नु है चक्कु छैन यो टुकुलो छ है काँक्रो पहिला काँक्रो हो नि तर हल्का टुकुलो छ भक्क भयो हो जान खा यो खान पानी भएर पानीमा फ्यात्त भइन्छ हो यो किमा चाहिँ रह्यो है हामीले चाहिँ परिआएको पानीपुरी त्यत्तिकै खाइदियो कराम कराम पिरो भएको थियो नि त्यो कराम कराम खाइदियो भाले कहाँ गरेर राख्यो गाह्रो छ त्यो त पेटै लाग्यो ज्यादा भयो अगाडि पनि हामीले बनाउँदाखेरि चटपटे पानीपुरी बनाउँदाखेरि खाएको खायो हो नि त भोक लागेको छ दिउँसो भयो त्यही भएर यो खानेर पिरो चौध भयो अहिले खानेर यो पनि भयो भाले कहाँ गरेर राख साथीहरू त्यो चाहिँ हामीले खाएनौँ ज्यादै भयो पिरो पनि पिरो भयो पेट पनि टम्म भयो अहिले चाहिँ छुट्टिन्छु पछाडि गुवाला साथीहरू मैले भनेको थिएन गुवाला जाँदैछु भनेर गुवाला त आइसकेँ लेकिन साडी लाएर यसो लाएर स्टाइल मारेर आइसकेँ
एक्चुअली टिकटक बनाउने भनेर साडी लगाएको, रात पनि परिसक्यो अनि साडी पनि लाउन नसकेर लाएको, सुहाउन पनि नसुहाएर होला, नराम्रो देखेको छ। मेरो बाख्रा देख्न सक्नुहुन्छ, पछाडि बाख्रा चरिरहेको छ। अब म यहाँ चाहिँ टिकटक बनाउँदैछु। आजको भिडियो यति नै, भोलि फेरि अर्को भिडियो बनाउँला। लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई, लभ यु।